हेलो एभ्रिवान। खुकुरीको विषयमा दुई कुरा सुन्नुहोस् है ल। हेलो 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 यो दुईटा उकिएको छ। एउटा हेर्नु ल, यो खुकुरी हेर्नु है ल, मजाको खुकुरी छ। हेर्न न, हाम्रो सरको खुकुरी है ल। खुकुरीको मालिक चाहिँ हाम्रो सर हुनुहुन्छ र यो खुकुरीको अब सोकिन छ हाम्रो चाहिँ अब सरकोमा मैले डिल गरेको होइन, सरकोमा सोकिन्छ खुकुरीको। खुकुरी अब यो खुकुरी एकदमै राम्रो हो खासमा, तर कोठीमुडा चाहिँ होइन सजाउने। यसको नाम चाहिँ कोठीमुडा रहेछ है गाइज ल। यो चाहिँ अब खासमा यो चाहिँ फेरि सरको, यो चाहिँ अर्को खुकुरी है, यसको नाम त याद भएन। यो बुदुना बुदुना हाम्रो सर चाहिँ यो चाहिँ मैले दार्जिलिङबाटै किनेको। अब चाहिँ खास एक्ज्याक्टली कोठीमुडा चाहिँ बनाउँछु। त्यो कोठीमुडा भनेको चाहिँ कस्तो हुन्छ भनेदेखिलाई चाहिँ सिरुपाते पनि होइन, बुदुना पनि होइन, तर त्यसमा चाहिँ चाँदी र सुनले चाहिँ मोडेको हुनुपर्छ। यो मेरो कोठीमुडा चाहिँ होइन। मेरो घरमा कोठीमुडा थियो, मेरो भाइले लगेर मैले राखेको छु ल दाजु भन्यो। अन्त यो बिच्चाकै त्यो नेपालबाट टालेर ल्याएको रहेछ। यो चाहिँ कोठीमुडा चाहिँ होइन। अन्त मैले बनाइदिएको। अब त्यो दुर्गे हेर्नु गाइस, अब हाम्रो चाहिँ है खुकुरीको चाहिँ साह्रै सोकिन, खुकुरी चाहिँ नि साह्रै सोक गर्छ होइन, सोकिन्छ उसकोमा। खुकुरी एउटा मात्रै होइन, दुई तिनवटा खुकुरी छैन गाइस। र पनि अब अझै सरको के अरे यसको नाम त याद भएन, तर कोठीमुडा ल्याउने चाहिँ कोठीमुडा है, कोठीमुडा हो र पुरा इच्छा छ। यो एउटा छ, अर्को पनि यो पनि देखाइरहेको छु। एउटा भयो सर, जम्मा कतिवटा छ खुकुरी? मेरोमा 5वटा। 5वटा है। सोकिन यो र है, यो चाहिँ के अरे लक्ष्मी भण्डार, लक्ष्मी भण्डार नारायण दासको उतापट्टिबाट किनेको। यो चाहिँ ओरिजिनल छ, तार पनि काट्छ। एकदमै राम्रो छ सरको खुकुरी है। यो खुकुरी त भइगयो। यो खुकुरीको हेर्नु न, दाप पनि हेर्नु न, यो एकदमै के अरे छालाको बनिएको छ क्या गाइस। यो छालाको छ है। यो सरले यो खुकुरीको नाम के भन्नुभएको छ? यो कोठीमुडा बनाएको हो, तर होइन कोठीमुडाको डिजाइनको, तर कोठीमुडा होइन। तर अब हो भनेदेखिलाई चाहिँ चाँदी र सुन हाल्नुपर्छ। सरको अब इच्छा छ है कोठीमुडा ल्याउने, र सरले त्यो पनि ल्याउँछ अब होइन। सरको त्यो ल्याउने इच्छा पनि पुगोस् र लिएर म तपाईँलाई देखाउने छु है गाइस। लु हेर्नु त, यसले फेरि उयो त्यो काट्ने चाहिँ बनाएको। अहिले दुर्गे ज्वाइँलाई धार लगाएको छ। हाम्रो सरले चाहिँ यो केही नकाट्ने इच्छा मात्रै क्या, बोकेर हिँड्ने, बोकेर पुरै इच्छा है। साह्रै हाम्रो सर चाहिँ सोकिन छ खुकुरीको चाहिँ मलाई साह्रै र यता पनि हेर्नु न र है। र हाम्रो सरले है, त्यसले गर्दाखेरि चाहिँ अब भिडेर हिँड्दाखेरि त केही त काट्नु पर्यो। अन्त दुर्गे ज्वाइँलाई चाहिँ मैले धार लगाउनु खुकुरी चाहिँ कसरी बोक्छ सर? यो आइडियामा मलाई त्यति राम्रो आइडिया छैन कि। होइन, खुकुरी चाहिँ कसरी भिर्नु, दाउरा सुरुवाल हो भनेदेखिलाई चाहिँ दाहिने हात चल्छ भनेदेखिलाई चाहिँ पटुकामा यसरी गर्नुपर्छ है। देब्रे हात चल्छ भनेदेखिलाई चाहिँ यतापट्टि हुनुपर्छ। सुन्नुभयो गाइस? अब यो टोपीको विषय पनि छ है, म त्यो त बिस्तारै भन्छु। तर अहिले के खुकुरी तपाईँ बेलुका चाहिँ बोकेन होइन नि, अल्झिन्छ नि, दुध चढाइछ फेरि बिहान मात्रै लाने साँच्ची नै होइन। अब सुन्नुभयो गाइस है, अब खुकुरीको विषयमा सुनिहाल्नु भयो है। विषयमा चाहिँ पटुकामा भर्ने हो भनेदेखि चाहिँ मान्छेले खुकुरीको विषयमा है सुनिहाल्नु भयो। यो है कति अब यो सही हो या गलत हो है, कमेन्ट गरिदिनुहोस् है। र यो भिडियो मन पर्यो भने सब्सक्राइब, लाइक पनि गरिदिनु है। र यो भिडियो यतिमै म अन्त गर्न चाहेँ र धन्यवाद। थ्याङ्क यू, बाई बाई।